हेलो गाइज, नमस्ते अनि गुड मर्निङ सबैजनालाई। सधैँ आरामै हुनुहुन्छ होला गाइज। आफ्टर लङ टाइम भिडियो बनाउन गइरहेको छु अनि यो भिडियोको अन्तिमसम्म रहेर साथ दिनु होला गाइज। भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला ल। अनि यो भिडियो कुन देशदेखि कुन ठाउँदेखि हेरिराख्नु भएको छ कमेन्ट गर्नु होला है। अनि यो चाहिँ मलक इमिरेट्स मेट्रो स्टेसन है त। हैंडसम है, बहुत हैंडसम है। डेली पिकअप करने वाला आज क्या हो गया लाला जी, ज़्यादा बात नहीं कर रहा है। खोइ आज के भएछ होला है, धेरै कुरा गरिरहेको छ हैन। उसलाई क्यामेराको अगाडि बोल्न लाज लाग्छ रे है त गाइस। ये रोड का नाम क्या है? शेख जायद रोड। हामी चाहिँ दुबईको शेख जायद रोडमा यात्रा गरिरहेको छौँ। अनि यो चाहिँ अबुधाबी रोड हो, यो हाइवे दुबईदेखि अबुधाबी। गाइज म चाहिँ यो अँध्यारोमा चाहिँ टक्क भिडियो बनाइरहेको छु गाइज है। अलि अँध्यारो छ, उज्यालो भइसकेको छैन। भर्खर ड्युटीबाट फर्किँदै हामी चाहिँ टक्क आज चाहिँ भिडियो बनाऊँ भनेर जाँगर गरेर हल्का यसो भिडियो बनाउने कोसिस गरिरहेको छु। अँध्यारो छ, मेरो फेस त खासै देखिएको पनि छैन होला गाइज है। गाडीको लाइट पनि बालेको छैन भित्रतिरको। अनि अगाडितिर चाहिँ उज्यालो छ के अरे रोडमा चाहिँ गाइज है। उज्यालो चाहिँ हुनेछ हो, घाम लाग्ने छ यो दुबईमा चाहिँ। भिडियो हेरेर साथ दिनु होला अनि मन पर्यो भने लाइक सेयर पनि गर्नु होला। लाला जी डिस्टर्ब तो नहीं हो रहा है ना? मैं तो व्लॉग बना रहा हूँ इधर, थोड़ा बात कर रहा हूँ मैं अपनी भाषा में। डिस्टर्ब तो नहीं हो रहा है ना लाला जी? ओके ठीक है लाला। यो दुबईमा यार टेस्लालाई पनि ट्याक्सी बनाइदिएको छौ। यसलाई जुम गर्नु पर्यो हो टेस्लालाई। यस्तो महँगो गाडीलाई पनि अनि ट्याक्सी बनाइदिन्छ नि दुबईमा चाहिँ। कडा हो कि है, ट्याक्स फ्री छ नि त यहाँ। त्यही भएर यो पुरै यस्तो बवाल गाडीहरू पुरै ट्याक्सी बनाएर हिँडेर हुन्छ। मान्नुपर्छ हौ, दुबईलाई मान्नुपर्छ। नेपालमा करोडपतिहरू चढ्ने गाडी यहाँ ट्याक्सी बनाएर हिँडिरहेको हुन्छ। यी प्राडोहरू पनि दामी गाडीहरू हिँडिरहेको छ। ल गाइज इन्जोय गर्नु ल भिडियो सँगै। म पनि हेरिरहेको छु। बिहान अलि उज्यालो नभइसकेको हुनाले यो उस दिन नफुलिसकेको हुनाले अलि धिर्मी रहिरहेको छ कि जुम। अब भने उज्यालो हुँदै गयो है बल्ल। अलि क्यामेरामा छ्याक्क देखिन लाग्यो। ल हामी चाहिँ यो ब्रिज घुमेर ट्याक्क रुम जाँदैछौँ होइन। हामी चाहिँ ड्युटीबाट लगभग 1 घन्टा जति चाहिँ गाडीमा यात्रा गर्नुपर्छ गाइज। के गर्ने अब, परदेशी जिन्दगी टुक्क मिलाइ भिडियोहरू बनाउँदै यसो भ्युजकै लागि नभयो भने पछि बुढेसकालमा गएर टक्क नेपाल गएर बसेर हेर्न पाउँछु नि त भनेर बनाइरहेको छु। मेहनत गरिरहेको छु गाइज, माया गरिदिनु होला। मन पर्यो भने लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला ल गाइज। किप वाचिङ एन्ड किप लभिङ गाइज। आजको भिडियो यो ब्लग यहीँसम्म गाइज। फेरि अर्को भिडियोमा फेरि भेट्ने नै छौँ। अनि मेरो भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सी यू, हैव अ गुड डे गाइज।